मालाडानी गाउँपालिकाको निमनन्द बाको बगैँचामा अत्याधिक राम्रो चाहिँ सुन्तला अहिलेको सालमा नआए पनि सुन्तलाको चाहिँ घारी सुन्तलाको बगैँचा एकदम हामीले सुन्दर देखिराखेका छौँ। राम्रो छ, एकदम मनमोहक छ, मन लोभाउने खालको अच्छा खालको सुन्तला हामीले चाहिँ देखेका छौँ। यतापट्टि तरकारी बारी पनि चाहिँ तरकारी पनि खेती गर्नुहुन्छ हाम्रो बुवाले। अब यतातिर चाहिँ मनमोहक वातावरण र चाहिँ सुन्तलाको चाहिँ घारी चाहिँ एकदम राम्रो देखिराखेका छौँ। यो सुन्तलाको चाहिँ हामी अहिले आज चाहिँ मङ्सिरको 6 गतेका दिन चाहिँ हामीले चाहिँ गरेको छौँ। सुन्तला पाकेको छ, तर पोहोर चाहिँ राम्रो फलेको थियो यहाँ सुन्तला। अहिले सुन्तला चाहिँ अलिकति पोहोरको जस्तो त्यति देखिया छैन, तथापि सुन्तला चाहिँ राम्रै छ, समग्रमा हिसाबमा राम्रै छ। उहाँ हामीले बुवालाई देखिराखेका छौँ। बुवाले यस बारेमा केही भन्न चाहनुहुन्छ? सुन्तला चाहिँ पोहोरको सन्तोषजनक पोहोर राम्रै भन्नुभएको थियो, अहिले सुन्तला त छ, ठिकै छ। उत्पादन अहिले समग्र देश र परिस्थिति अथवा यो समग्र हिसाबले हेर्दा ठिकै छ, तर गत साल जस्तो उत्पादन त देशैभरि छैन अहिले। त्यसको पनि हामी जताततै यसको आँकडा अथवा बुझ्दा सबै फोन गरेर बुझ्दा त्यस्तो देखिएको छैन। तर उत्पादन अहिलेको समयअनुसार ठिकै भएको मैले महसुस गरेको छु। हजुर, अब फल भएपछि यो निरन्तर फल दिइरहने बिरुवाहरू हो। समयअनुसार बढी घटी हुने कुरा त अब यो होइन, बिरुवाको आफ्नो आँकडा हो। त्यही पनि माटोमा यो अब शक्तिशाली भएर यसरी रोग किरासित लड्दै पनि यसरी भयावह अवस्थामा पनि राम्रै फलेको महसुस गरेको छु मैले। ठिकै हो। अब तपाईँको चाहिँ सालिन्दार चाहिँ कहिले अब जे बाली पनि एक सालमा चाहिँ राम्रो, एक सालमा अलि त्यस मध्यम हुने चाहिँ गर्छ। सुन्तलाको सायद त्यस्तै होला त्यो किसिमले। अब अहिले समग्र अरूको यतातिर हामीले हेरेको मैले महसुस गरेँ। यतातिरको यो सेरोफेरोमा चाहिँ समग्रमा अरूभन्दा धेरै राम्रो चाहिँ सुन्तला देखियो हजुरकोमा, तथापि सन्तोषजनक चाहिँ छ, पोहोरको जस्तो चाहिँ